कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव पितु माते स्वामी सखा हमारे पितु माते स्वामी सखा हमारे इसको सब लेख्यो सत्र पण्डितलाई तपाईँले छोड्नुहुन्छ अनि तपाईँ मर्दाखेरि चाहिँ पाउनु भएर आउनु तपाईँले बुझ्नु रातो क्षेत्र में रातो गुनामा राख्ने अब अर्घ उठाएर तपाईहरुले अर्घ दिने अरूले हात दिने सबै त्यही गुनामा अर्घ दिने पूजा गरिदिनु है हरि ओम यही सूर्य संस्थान से योरा पूजा गर्ने अनुकम्प एवं मध्य ज्ञान निवार गरे रातो अक्षताले सूर्यलाई पूजा गर्छ सबैले सूर्यको दर्शन गर्ने सूर्यको दर्शन यसरी गर्नुपर्छ ओम रातो अक्षता पूजा भाइ ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी ब्रह्मा विष्णु महेश्वर नाम थरी थरी आखिरीमा बुझेर ल्याउँदा एउटै चन्द्रहरी
आइरहेछ दारी पनि सेभ उठ्यो एक टिकट गरे ह भिडियोमा राख्नु आज भाइको व्रत बन्धमा चाहिँ आज तिमीलाई कस्तो अनुभव भएको छ? राम्रो भएको छ। अनि नानु तिमीलाई? राम्रो। अनि हाम्रो यता हजुर चाहिँ को पर्नुहुन्छ व्रत बन्ध हुनेको चाहिँ? ए माइजू सानी कि ठुली? ठुली माइजू। कस्तो अनुभव भएको छ? ए नकाटेर ठिकै छ। यता कपाल काट्ने कार्यक्रम जारी छ। धेरै नै गर्मी भएर चाहिँ हामी यहाँ पिपलको मुनि बसेर कपाल काटेका छौँ। यता मेसिन लिएर आउनुभएको छ, अलिक काट्ने मेसिन मामाले।
यता हेर है किन भाइले उता यता अड्क्यो त्यसको एउटा कानाको अड्क्यो के त्यसको उ भयो कि त्यहाँ यता भित्र पस्छ कृष्ण थिए अन्यायको विरुद्धमा लडे न्याय दिलाई दिए राम राम होला दिल खोला तिमीलाई राम्रै होला 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 राम राम होला ब्रह्मा विष्णु महेश्वरा प्रभुको दर्शन पाउनको लागि के गर्नुपर्ने हो र कान्छन प्रभु कान्छै
कहाँ छन् हरि कस्ता छन् त कसरी भेट हुन्छ हरिको दर्शन नपाउनाले मेरो यो मन रोन्छ फेटाइयो आखिर sorry
रमाइलो भइरहेछ दिदीलाई। आज नातिको जन्मदिन त भन्न मिलेन, व्रत बन्द कस्तो अनुभव भएको छ? रमाइलो लागिरहेको मेरो नातिको आज वर्तमान खुसी भइरहेको। अनि यता माइली आमालाई माइली आमा नाति राम्रो लागिरहेछ। नाति अनि यतातिर रमाइलो हजुर